तपाईले बैंक तथा वित्तीय संस्थाबाट कर्जा तथा सुविधा लिन खोज्नु भएको छ तर अझैसम्म पनि आवेदन दिनुभएको छैन भने तपाईँ पछि पर्नुभयो है। किनकि नेपालको बैंक तथा वित्तीय संस्थामा हाल कर्जाको ब्याज दर इतिहासकै न्यूनतम बिन्दुमा आएको छ। के तपाईले नयाँ व्यवसाय सञ्चालन गर्न चाहनु भएको छ अथवा व्यवसायलाई वृद्धि गर्न चाहनुहुन्छ अथवा अन्य व्यक्तिगत आवश्यकता परिपूर्ति गर्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन चाहनुहुन्छ तर कुन शीर्षकमा कर्जा आवेदन दिने भन्ने अन्यलमा हुनुहुन्छ भने आज यस भिडियोमा नेपालको बैंक तथा वित्तीय संस्थाले कुन कुन शीर्षकमा कर्जा प्रदान गर्दछन्, तपाईको कुन प्रयोजन हो, तपाईले कुन शीर्षकमा आवेदन दिने भन्ने विषयमा आज यस भिडियोमा चर्चा गरौँ। सुरुमा चर्चा गरौँ घर कर्जा। यदि तपाईले नयाँ घर बनाउन चाहनुहुन्छ अथवा बनेको घरलाई मर्मत गर्न चाहनुहुन्छ भने तपाईले बैंक तथा वित्तीय संस्थामा घर खरिद कर्जाको लागि आवेदन दिन सक्नुहुनेछ। त्यस्तै गरी तपाईले यदि घडेरी खरिद गर्न चाहनुहुन्छ बिक्री गर्ने प्रयोजनका लागि अथवा घर बनाउने प्रयोजनका लागि घडेरी खरिद गर्न चाहनुहुन्छ भने घडेरी खरिद कर्जामा आवेदन दिन सक्नुहुन्छ। अर्को रहेको छ सवारी साधन कर्जा अथवा भेहिकल लोन अथवा अटो लोन। यदि तपाईले व्यक्तिगत प्रयोजनका लागि अथवा व्यवसाय प्रयोजनका लागि तपाईले कार, भ्यान, जीप, बस, मिनी बस, ट्र्याक्टर जस्ता सवारी साधन किन्न चाहनुहुन्छ अथवा अहिले प्रचलनमा रहेका विद्युतीय सवारी साधन खरिद गर्न चाहनुहुन्छ भने अटो लोन शीर्षकमा कर्जा आवेदन गर्न सक्नुहुनेछ। यदि तपाईले स्वदेश वा विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहनुहुन्छ जस्तै विदेशमा क्यानाडा, अमेरिका, जापान, बेलायत जस्ता कन्ट्रीहरूमा गएर अध्ययन गर्न चाहनुहुन्छ भने शैक्षिक कर्जामा आवेदन दिन सक्नुहुनेछ। यदि तपाईले नेपालमै कृषि गरेर केही गर्न चाहनुहुन्छ भने कृषि कर्जा शीर्षकमा आवेदन दिन सक्नुहुनेछ। कृषि कार्य अन्तर्गत तरकारी खेती, फलफुल खेती, माछा पालन, कुखुरा पालनदेखि लिएर हामीले शीतघर, बिउ बिजन उत्पादन, प्रशोधन जस्ता कार्यहरू गर्नका लागि हामीले कृषि कर्जा शीर्षकमा आवेदन दिन सक्दछौँ। अर्को कर्जाको शीर्षक रहेको छ व्यापार कर्जा वा साना तथा मझौला व्यवसाय कर्जा। यसमा तपाईले नयाँ व्यवसाय सञ्चालन गर्न चाहनुहुन्छ वा भइरहेको व्यवसायलाई वृद्धि गर्न चाहनुहुन्छ, पसल खोल्न चाहनुहुन्छ भने यस कर्जा शीर्षकमा आवेदन दिन सक्नुहुनेछ। अर्को प्रचलित कर्जा शीर्षक रहेको छ सेयर धितो कर्जा वा अथवा मार्जिन लेन्डिङ कर्जा। तपाईले आफूसँग पहिले नै भइरहेको सेयरलाई धितो राखेर अथवा नयाँ सेयर खरिद गर्न चाहनुहुन्छ भने यस शीर्षकमा कर्जा आवेदन गर्न सक्नुहुनेछ। अर्को कर्जाको शीर्षक रहेको छ व्यक्तिगत कर्जा। यसमा यदि तपाईहरूले आफ्नो व्यक्तिगत आवश्यकता, विवाह व्रतबन्धदेखि लिएर आफ्नो घरैसी कामकाज चलाउनको लागि कर्जा आवश्यक परेको छ भने तपाईले यस शीर्षकमा कर्जा आवेदन दिन सक्नुहुनेछ। अर्को कर्जाको शीर्षक रहेको छ सुन चाँदी धितो कर्जा। यसमा तपाईसँग यदि सुन चाँदी छ भने तपाईलाई तत्कालै नगदको आवश्यकता छ भने सुन चाँदी धितो राखेर नगद प्राप्त गर्नका लागि यस शीर्षकमा कर्जा आवेदन गर्न सक्नुहुनेछ। अर्को कर्जा शीर्षक रहेको छ मुद्दती धितो रसिद कर्जा। यदि तपाईले कुनै पनि बैंक तथा वित्तीय संस्थामा बन्द खातामा निश्चित समयावधिको लागि बचत राख्नु भएको छ तर तपाईलाई तत्कालै नगदको आवश्यकता पर्यो भने तपाईले जम्मा गरेको जम्मा डिपोजिट मध्ये 90% रकम तत्कालै प्राप्त गर्न सक्ने गरी यस कर्जा शीर्षकमा आवेदन दिन सक्नुहुनेछ। अर्को कर्जाको शीर्षक रहेको छ व्यक्तिगत ओभरड्राफ्ट कर्जा। यो नेपालमा निकै प्रचलित कर्जाको शीर्षक हो। यसमा विशेष गरी व्यक्तिगत प्रयोजनका लागि वा व्यवसाय प्रयोजनका लागि तपाईले स्वीकृत गरेको सीमासम्म रकम झिक्न सक्ने र तपाईले जति चलायो त्यतिको मात्रै ब्याज भुक्तान गर्नुपर्ने किसिमको कर्जा शीर्षक हो। यदि तपाईलाई यस्तो किसिमको कर्जा चाहिएको छैन यसमा आवेदन दिन सक्नुहुनेछ। अर्को कर्जा शीर्षक रहेको छ महिला उद्यमशील कर्जा। यसमा विशेष गरी महिलाको व्यवसाय वृद्धि गर्नको लागि अथवा उद्योग तथा व्यापार व्यवसाय क्षेत्रमा महिलाको प्रतिनिधित्व बढाउनको लागि नेपाल सरकारले यस किसिमको कर्जा शीर्षक ल्याएको छ। यसमा पनि आवेदन दिन सक्नुहुनेछ। अर्को कर्जाको शीर्षक रहेको छ प्रोफेसनल कर्जा। विशेष गरी निश्चित पेसामा संलग्न रहेका व्यक्तिहरूलाई आफ्नो व्यक्तिगत आवश्यकता वा पेसागत आवश्यकता परिपूर्ति गर्नका लागि यस किसिमको कर्जामा आवेदन दिन सकिनेछ। यसमा विशेष गरी डाक्टर, इन्जिनियर, चार्टर एकाउन्टेन्ट, वकिलहरूले यसमा आवेदन दिन सक्नुहुनेछ। अर्को कर्जाको शीर्षक रहेको छ हायर पर्चेज लोन। यो विशेष गरी तपाईको व्यापार व्यवसायलाई अघि बढाउनको लागि सहयोग पुर्याउने उपकरणहरू जस्तै डोजर, एक्सकाभेटर, क्रेन जस्ता ठूला किसिमका मेसिनहरूमा लगानी गर्नका लागि यस किसिमको कर्जामा आवेदन दिन सक्नुहुनेछ। अर्को कर्जाको शीर्षक रहेको छ प्रोजेक्ट लोन। यो विशेष गरी करोडौं अरबौंको कर्जा हो। यसमा जलविद्युत परियोजनाहरू, सिमेन्ट उद्योगहरू, त्यस्तै गरी ठूला ठूला रिसोर्ट होटलहरूमा लगानी गर्नका लागि यस शीर्षकमा आवेदन दिन सक्नुहुनेछ। अर्को कर्जाको शीर्षक रहेको छ क्रेडिट कार्ड। यसमा विशेष गरी बैंक तथा वित्तीय संस्थाले तपाईको आम्दानी
को अवस्था हेरेर एउटा लिमिटसम्म तपाईँले अनलाइन सपिङ गर्नको लागि तथा अन्य टिकटहरू बुकिङ गर्नका लागि यस किसिमको फेसिलिटी पाउन सक्नुहुनेछ। अर्को कर्जाको शीर्षक रहेको छ ठेक्कापट्टा कर्जा। यसमा तपाईँले यदि निर्माणसँग सम्बन्धित कार्यहरू गर्नुहुन्छ, सामानहरू ढुवानी गर्नुहुन्छ तथा रासनहरू सप्लाईहरू गर्ने काम गर्नुहुन्छ अथवा अन्य यस्तै प्रकृतिको ठेक्कापट्टा सम्बन्धी कार्य गर्नको लागि कर्जा चाहिएको छ भने यस शीर्षकमा आवेदन दिन सक्नुहुनेछ। अर्को अहिले प्रचलित रहेको कर्जाको शीर्षक छ फोन लोन। यदि तपाईँको बैंक तथा वित्तीय संस्थामा तपाईँको स्यालेरी होल्डर खाता छ भने तपाईँको स्यालेरीको आधारमा बैंक तथा वित्तीय संस्थाले निश्चित लिमिटसम्म फोन लोनको व्यवस्था गरेको हुन्छ। अर्को निकै प्रचलित कर्जाको शीर्षक रहेको छ सहुलियतपूर्ण कर्जा। यो विशेष गरी नेपाल सरकारले नेपाल राष्ट्र बैंक मार्फत महिला उद्यमशीलतामा आधारित, दलित समुदायमा आधारित, वैदेशिक रोजगारबाट फर्केका युवाको परियोजनामा आधारित युवा स्वरोजगार सिप विकास तालिमसँग सम्बन्धित विभिन्न किसिमका परियोजनामा आधारित व्यवसायको वृद्धि गर्नका लागि निश्चित किसिमको ब्याज दरको छुटमा प्रदान गरिएको कर्जाको शीर्षक हो। यसमा तपाईँले छुट प्राप्त गर्न सक्नुहुनेछ। आशा छ यो भिडियो हेरेर तपाईँहरूले कुन कार्य गर्नका लागि कुन शीर्षकमा कर्जा आवेदन गर्ने भन्ने अन्योलता त पक्कै हट्यो होला। यदि तपाईँले अझै पनि कर्जा आवेदन दिनुभएको छैन भने नछुट्नुहोला। इतिहासकै तल्लो बिन्दुमा ब्याज दर आइसकेको छ। धन्यवाद।